कति पुरानो घरौ भन्यो पर्दामा देख्यौँ तिमीले अस्तिको पनि हालेछौ हाम्रो भारी बोकेर म त हालिदिने हो किन मन परेन के हुन्छ र रमाइलो त हो हामी बेनीबाट आएको बोल्ने है लु है हामी बेनीबाट आएको साथीहरू कहाँबाट आउनुभएको ए बेनीबाट आएको यो हिँड्दै गरेको सानो मान्छे कहाँबाट आएको म बेनीबाट आएको यो कहाँ आएको तपाईँ चाहिँ कहाँ पुगेर आउनुभएको कि म चाहिँ ठोट्टे बेनी भन्छन् हजुर त्यहाँ पुगेँ त्रिवेणी त्यो ची भनेको सालै पछि लाग्छ सालै पछि लाग्छ पुरा लाग्दो रहेछ नि त ठुलै लाग्दो रहेछ म पनि यही साल आएको प्रतिक्रिया हाम्रो कुसुम बहिनीको हेरेर भागेको फेरि यहाँ हाम्रो दाजुहरू पनि आउनुहुँदैछ उहाँहरू पनि बेनी पुगेर आउनुभएको होला सायद यो टोपी त धेर भयो अब हामी छुटौँ ल ल ठिक छ ल ल हस् त बाटो अलगै भयो तँ त बाई दाजुहरू भन्नु पर्यो भनेको त कटिहाल्नु भएको छ नि मैले लडेर के किनिदिनु भयो हजुरआमा के किनिदिनु मिठाई मैले केही किनिन है तपाईँले उयो किनेको होइन लिपस्टिक अनि हेर्दै गरेको 3टा मिलाएको होइन सिन्दुरची हो सिन्दुरची ए हो र मैले भाइलाई जुत्ता किने कतिमा किनिदिनु भयो 250 मैले त किनिनँ मैले त केही किनिनँ भाइलाई जुत्ता किने छोरालाई किनेपछि भो त अन्त तपाईँले केही किन्नु भएन नभएन बिपुल त्यही त अनि त्यहाँबाट मैले आमालाई चक्लेट ल्याइदिएँ चिनो त केही पनि किनेन त्यो धागो सागोकै 1-2 दिनमा लाएर कहाँ पुगिहाल्छ टिका लैजाउँ कि भने त्यो टिका पनि बट्टै घरमै छँदैछ ल्याइँदैन त टिका लक्ष्मीको बेमा गीता दिदीले किनेकै छ लिपस्टिक र टिका त्यही आन्टीकै दल्टा भइगयो रञ्जना पनि छँदैछ म त सिङ्गाले कोट्याएर भए पनि राम्रो छ त हराइदिनु